ओ भाइ फर्स्ट स्पिनमै जिम मिलेको आइतुर मैले चाहिँ हेर्न सक्नुहुन्छ 0 यूसी मसँग 60को भर्चर थियो 3वटा। फर्स्ट स्पिनमा चाहिँ मलाई जिम निक्लेको छ। अब नेक्स्ट स्पिन हान्नु के पर्छ यता। 4वटा जिम भइसक्यो मसँग अर्को चाहिँ। अब के हो यो जिम हो टुक्रा रहेछ किसेट के छैन। हामीलाई टुक्रा पनि चाहिएको छ 20वटा टुक्रा। 20वटा टुक्रा हामीले पुऱ्यायौँ भने एक्सचेन्जमा चाहिँ हामीहरूले 5वटा जिम कम्प्लिट गर्न सक्छौँ 4वटाबाट। ओए के हो यो पपुलारिटी परेको छ गाइस यतातिर। हेरौँ अब के पर्छ। अब फेरि 0को स्पिन। मलाई 20वटा टुक्रा छ योभन्दा पनि त्यसमा गर्नुमा ठिकै छ। ब्याक सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला च्यानललाई। मेरो फेसबुकलाई फलो गरिदिनु होला। टुक्रा पर्यो लक छैन यो हाम्रो। अब यो अल्टिमेट पछि चाहिँ न्यू एम्पो आउँदैछ। अनि न्यू एम्पो कसले निकाल्ने तयारी गर्नुभएको छ प्लिज कमेन्टमा गरिदिनु होला। मैले चाहिँ न्यू एम्पो निकाल्ने पक्का गरिसकेको छु। जिम मसँग 5वटा भइसकेको छ भने म एम्पोमा अब सबै सामानहरू फुल स्कोपहरू स्किन सबै किनेर मैले अलरेडी त्यसको लागि चाहिँ मैले जिम एक्स्ट्रा गराएको छु। हेरौँ के पर्छ। अब हामीले भाउचर किनेका छौँ 3वटा भाउचर। 30 इन्चले स्पिन गरौँ त है त। यो गन त मलाई खासै मन परेको छैन। मन त परेछ राम्रो छ क्रिकेट तर यो चलाइँदैन यो। हेरौँ के पर्छ। यसको गाइज हाम्रो ठुलो आइसक्यो। टुक्रा पऱ्यो टुक्रा के छैन। टुक्रा पर्नु पनि राम्रो हो मेरो लागि। अल्टिमेट पर्छ अल्टिमेट सेट भाइ। लास्टको टुक्रा पर्यो 10 र